नेपाल यो देश केवल हिमाल पहाड तराईको नाम मात्र होइन। यो हाम्रो बाबुबाजेले चिनेको नेपाल अनि हामी नयाँ पुस्ताले खोजिरहेको नेपाल। तर एउटा कुरा चाहिँ अझै पनि विवादको विषय छ है, राजतन्त्र राम्रो कि प्रजातन्त्र। आज हामी राजनीति होइन, भावना र तथ्यको कुरा गर्छौँ, तटस्थ भएर तर गहिरो भएर। पृथ्वीनारायण शाहबाट सुरु भएको एकीकृत नेपाल, राजा जुन हाम्रो बाबुबाजेको लागि देवता जतिकै थिए। राजा राष्ट्रको ढुकढुकी हो भनेर हजुरबा भन्नुहुन्थ्यो। धेरैको मनमा आज पनि राजा फर्कुन् भन्ने भावना छ। किनभने त्यति बेला सबै मिलेको जस्तो लाग्थ्यो। अस्पताल, स्कुल, शान्ति। एउटा दाइले भन्नुभयो, राजतन्त्रमा नेताले जनतालाई झुकाउँदैन थियो, जति हो त्यति नै काम हुन्थ्यो। तर सबै कुरा त्यति सरल चाहिँ थिएन है। राजतन्त्रमा जनताको मतले होइन, सिंहासनले निर्णय गर्थ्यो। बोल्नेलाई कारबाही हुन्थ्यो, पार्टी खोल्न पाउँदैन थियो। राजा वीरेन्द्रको पालामा अलि परिवर्तनको प्रयास भए पनि जनता सहभागी चाहिँ हुन पाएका थिएनन् है। 2046 साल सडकमा नारा गुन्जियो, राजा होइन जनता मालिक। हजारौं युवा, विद्यार्थी, महिला सबै उठे। यो केवल राजनीतिक आन्दोलन थिएन, यो भविष्यको लागि लडाईँ थियो। एउटा दाइको भनाइ थियो, हामीले बोल्न पाउने अधिकार मागेका थियौँ, शासन होइन। त्यसपछि सुरु भयो प्रजातन्त्र, बहुदलीय प्रणाली, स्वतन्त्र प्रेस, निर्वाचन। 2062-63 मा फेरि आन्दोलन भयो। नेपालबाट राजा हटाइयो, नेपाल गणतन्त्र बन्यो। यो हाम्रो पुस्ताको सबैभन्दा ठुलो राजनीतिक मोड हो। अब प्रश्न उठ्छ, कुन राम्रो? राजतन्त्रमा शान्ति थियो, तर बोल्न पाउने स्वतन्त्रता थिएन। प्रजातन्त्रमा अधिकार छ, तर कहिलेकाहीँ अत्याधिक स्वतन्त्रता अव्यवस्था बन्न सक्छ। राजतन्त्रमा योजना निरन्तर हुन्थ्यो, तर जवाबदेहिता कम हुन्थ्यो। प्रजातन्त्रमा नीति बनाउने हात धेरै हुन्छ, तर सबै हातले काम गर्दैनन्। एउटा दिदीको भनाइ, राजामा आस्था थियो, नेतामा डर छ। अर्का एक विद्यार्थी भन्छन्, कम्तीमा नेता बदल्न त पाइन्छ। आजको संसार डिजिटल भइसकेको छ, विश्व खुल्ला देख्छ। उनीहरू शासन होइन, उत्तरदायित्व खोज्छन्। आजको पुस्ता राजा फर्केस् भनेर होइन, समस्याको समाधान कसरी गर्ने भन्नेमा केन्द्रित छन्। राजतन्त्रले गर्व दियो होला, तर प्रजातन्त्रले अधिकार दियो। हामीलाई चाहिएन राजा वा नेता मात्र, हामीलाई चाहिएको छ सिस्टम जसले काम गरोस्। राजतन्त्र र प्रजातन्त्रको कुरा केवल इतिहास होइन, यो आजको अवस्थाको जड हो। राजा फर्कुन् कि नफर्कुन् भन्ने प्रश्नभन्दा ठुलो कुरो हामी कुन प्रकारको नेपाल चाहन्छौँ भन्ने हो। नेपाल अब जसले सुन्छ, न्याय दिन्छ र सबैको भविष्य बनाउँछ, त्यो चाहे राजाले होस् या जनताबाट, त्यो अब हाम्रो कर्ममा भर पर्छ। यो कथा राजा र जनताको पनि हो अनि हाम्रो पनि। धन्यवाद।